भन्छन् नि, आत्मा जब दुखी भएर जान्छ ऊ कहिल्यै शान्ति पाउँदैन। केही मानिसहरू आफ्नो जीवन आफै समाप्त गर्छन्, तर के त्यसपछि सब कुरा सकिन्छ त? आजभन्दा करिब 2 वर्ष अगाडि दशैंको बेला गाउँ गएको समयमा जब म 16 वर्षको थिएँ। म भूत प्रेतमा धेरै विश्वास गर्छु। दशैं आउनुभन्दा करिब 1 हप्ता अगाडिको कुरा हो। त्यो दिन हाम्रो गाउँका सबैले पुज्दै आएको देवताको पूजा गर्ने दिन थियो। त्यो देवताको मन्दिर गाउँबाट अलि टाढा जङ्गल नजिकै थियो। गाउँका सबैजना त्यही मन्दिरमा जम्मा भएका थिए। समय करिब 11 बजेको थियो। म पनि मेरा गाउँका साथीहरूसँग रमाइलो गर्दै थिएँ। त्यत्तिकैमा पुजारीले मलाई बोलाउनु भयो र भन्नुभयो, पूजामा चाहिने सामान रङ, धूप, कुश, नरिवल भएको झोला घरमै छुटेछ, गएर लिएर आऊ। म र मेरो साथी राजन गाउँतिर लाग्यौँ। राजन सानैदेखि काठमाडौँमा हुर्किएको थियो र भूत प्रेतमा विश्वास गर्दैन थियो। उसले आधुनिक सोच राख्थ्यो। गाउँ जान 2वटा बाटो थिए, एउटा मोटर बाटो र अर्को छोटो पैदल बाटो। मोटर बाटो लामो थियो, हामीलाई हतार पनि थियो, त्यसैले छोटो बाटो रोज्यौँ। हामी दुवैजना हिँड्दै स्कुलका रमाइला कुरा गर्दै गइरहेका थियौँ। त्यत्तिकैमा अगाडि एउटा मान्छे हिँडिरहेको देख्यौँ। उसको हातमा बत्ती थियो। हामीले सोचे गाउँकै कोही होला भनेर उसलाई भेट्न छिटो हिँड्यौँ। केही बेरपछि हामी नजिक पुग्यौँ। मेरो साथी राजनले भन्यो, दाई रोकिनु न, सँगै जाउँ। तर त्यो मान्छेले सुनेन जस्तो गरेर छिटो छिटो हिँडिरह्यो। हामी अझ छिटो हिँडेर नजिक पुग्यौँ। मैले सोधेँ, दाई तपाईँको घर कहाँ हो? यति राति कहाँ जानुभएको? उसले अनौठो स्वरमा भन्यो, मेरो घर माथिल्लो गाउँ हो बाबु। मैले फेरि सोधेँ, दाई तपाईँको नाम के हो? उसले भन्यो, मेरो नाम कमल हो बाबु। हामी उससँग कुरा गर्दै सँगै हिँडिरहेका थियौँ। केही बेरमै हामी पुजारी हजुरबुबाको घर नजिक पुग्यौँ। त्यसपछि उसले भन्यो, तिमीहरू जाऊ, म अलि पछि आउँछु, अलि थकाइ लाग्यो। हामीलाई हतार भएकाले हुन्छ भनेर हामी हजुरबुबाको घरतिर गयौँ। घरमा हजुरबुबा, हजुरआमा र एउटा दाई हुनुहुन्थ्यो। हजुरबुबाले पहिल्यै फोन गरेर लक्ष्मण आउँछ, सामान दिएर छिटो पठाउनु भन्नुभएको रहेछ। हजुरआमाले सामान दिनुभयो र सोध्नुभयो, तिमीहरू 2 जना मात्रै आयो, डर लागेन? मैले भने, मन्दिरबाट त हामी 2 जना मात्रै आएका हौँ, तर बाटोमा कमल दाई भेटिनुभयो, उहाँसँग कुरा गर्दै आयौँ। यो सुनेपछि हजुरआमाको अनुहार अचानक बदलियो। उहाँले सोध्नुभयो, कहाँ भेटिएको थियो? मैले भने, त्यो भटारी ठुलाबाको खेतमाथि भएको आँपको रुख नजिक। यो सुन्नासाथ हजुरआमा भित्र पूजा कोठामा जानुभयो र रुद्राक्षको माला लगाएर आउनुभयो। त्यसपछि हामी 2 जनालाई सँगै राखेर मन्त्र जप्न थाल्नुभयो। हामी दुवैजना अचम्ममा परेका थियौँ। केही बेरपछि मैले सोधेँ, हजुरआमा के गर्नुभएको? के भयो? त्यसपछि उहाँले भन्नुभयो, त्यो मान्छे माथिल्लो गाउँको हो। उसले आफ्नी श्रीमतीसँग झगडा गरेर त्यही भटारी ठुलाबाको आँपको रुखमा झुन्डिएर आत्महत्या गरेको थियो। यो कुरा सुनेपछि हामी दुवैजना स्तब्ध भयौँ। केही बेरपछि हजुरआमाले आफ्नो छोरालाई बोलाएर हामीलाई बाइकमा मन्दिरसम्म पुर्याउन भन्नुभयो। यो घटना मैले आजसम्म पनि बिर्सन सकेको छैन। यदि यस्तै वास्तविक र डरलाग्दा कथाहरू सुन्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस्, किनकि यहाँ आउने हरेक कथा कसै न कसैले वास्तवमै भोगेको हुन्छ।